हाई गाइस, सुकुटी आलुको तरकारीको क्रेभिङ भएको छ। काँचो मासु देखाएर सुकुटी भन्यो चाहिँ नभन्नु है। अलमोस्ट सुकुटीको जस्तै स्वाद दिने तरकारी कसरी बनाउने हेरौँ है त। मेरो यहाँ सुकुटी सुकाउन सम्भव पनि छैन र फुर्सद पनि छैन, सो मैले चाहिँ सुकुटीको क्रेभिङ भएको बेला यसरी बनाउने गर्छु। बफ मासुलाई चाहिँ यत्तिको हुने गरी भुट्नुपर्छ है, नभए सुकुटीको जस्तो स्वाद आउँदैन नि। सधैँ त होइन, तर कहिलेकाहीँ एकदम मौसम चिसो भएको बेलामा सुकुटी र आलुको तरकारी बनाएर खान मनपर्छ। बनाउने प्रोसेस त सबै उही नै हो, सुकुटी जसरी बनाइन्छ त्यसरी, तर मासु चाहिँ मजाले भुटेको हुनुपर्छ। मेन स्वाद चाहिँ त्यसैमा हुन्छ। अब्रोड हुनुहुन्छ, सुकुटीको तरकारी खान पनि मन छ, तर सुकुटी चाहिँ छैन भने यसरी चाहिँ एकचोटि ट्राई गरी हेर्नुहोस् ल। एक्ज्याक्टली सेम स्वाद नआए पनि कहिलेकाहीँ क्रेभिङ हुँदाखेरि यसरी खाँदा पनि सेटिस्फाई चाहिँ हुन सकिन्छ। सो लास्टली मैले यसरी प्लेटिङ गरेँ। थ्याङ्क यू गाइज, बाई बाई।